ल साथीहरु अब चाहिँ पोखराको लागि रेडी मेरो गाडी हो हामी यो गाडीमा अब पोखराको लागि घरबाट 6 बजे निक्लनको लागि तयार हुनु है त सबैजना साथीहरुलाई फाइनली म चाहिँ हिँडिसकेको छु तपाईहरुको कहाँबाट हेर्दै हुनुहुन्छ तपाईहरुले यो भिडियोलाई मन पराएर सम्पूर्ण साथीहरुले लाइक कमेन्ट शेयर गर्नु नभन्दिनु होला म चाहिँ यो करिब 6 घण्टाको यात्रा 7 घण्टाको यात्रा हो तर म चाहिँ यो सबै भिडियो क्याच गरेर तपाईहरुलाई देखाउन सकिन तर महत्त्वपूर्ण पार्टहरु देखाइसकेको छु यसमा देखाउने प्रयास गरेको छु र यो भिडियो तपाईहरुले पक्कै पनि मन पराइदिनु हुन्छ भन्ने मेरो आशा छ र म अहिले मुगलिनबाट हामी चाहिँ तनहु एरियामा पुगिसकेको छु अब यो देख्न सक्नुहुन्छ गोलमरको फूलहरु एकदमै फुलेको छ एकदमै रमाइलो दृश्यहरु छ तर यही दृश्यलाई तपाईहरुले मध्यनजर गर्दै म चाहिँ यो बाटोको दूरी पार गर्ने क्रममा हाम्रो यो चाहिँ मर्स्याङ्दी जलविद्युत हाइड्रो पावर क्रस गरेर हाम्रो यो तपाईको झरना छ अनि यो झरनाको पहाडमा एकदमै पर्यटकीय प्रवर्धनको लागि खोपिएका दृश्यहरु छन् म चाहिँ यहाँ एकछिन केही छिन विश्राम गर्न रोकेको थिएँ र त्यसपछि हामी फेरि एवं क्रमले दमलीको यो खाना खायौं खाना खाइसकेपछि फेरि पनि अगाडि बढ्ने क्रम जारी भयो र म चाहिँ भिडियो लामो हुने भएकोले यो चाहिँ हामी बीचको पार्टलाई काटेर म पोखरा आइसकेको छु म पोखराको सेती नदीको पुल हो र सेती नदी पुल क्रस गर्ने बित्तिकै हाम्रो बस पार्क आइपुग्छ हामी बस पार्क आइपुग्ने क्रममा छौं यहाँ चाहिँ हाम्रो लेफ्ट साइडमा बस पार्क छ बस पार्कबाट यो हाम्रो पृथ्वी चोक आइपुग्यौं पृथ्वी चोकबाट हामी सिधै आउँछौं बायाँतिर लेफ्ट टर्न गऱ्यो भने हाम्रो एयरपोर्ट पुरानो एयरपोर्ट जान्छ भने लेफ्ट साइड पनि जान्छ र दाहिनेतिर हामी गयौं भने चिप्लेढुङ्गा जान्छ अब हामी सिधै आइसकेका छौं हामी चाहिँ राइट टर्न नगरिकन सिधै आउँछौं सिधै आइसकेपछि हाम्रो क्रम जारी नै छ अब तपाईहरुले देख्नु यो चाहिँ म सृजना चोक आइपुगिसकेको छु सृजना चोकभन्दा अगाडि बढ्ने क्रम मेरो जारी नै छ हामी एवं क्रमले अगाडि बढ्दै छौं र ट्राभलको यात्रा सँगै म अगाडि बढ्दै छु तपाईहरु यो चाहिँ हाम्रो पोखराको मेन बजार हो यसलाई 0 किलोमिटर भन्छ यो 0 किलोमिटरबाट सिधै गयो भने हामी चाहिँ फेवाताल अथवा हामी लेक साइड जान सक्छौं तर यो हामी राइट टर्न गर्यो यो बेनी बागलुङ जाने बाटो हो र यो चाहिँ हाम्रो हरिचोक आइपुग्न लागिसकेको छु म यो ठाउँलाई हरिचोक भन्छ यहाँबाट हामी चाहिँ धम लुवाङ र हाम्रो घान्द्रुक जाने गाडीहरु यहाँ हामी एफोर्ड हुन्छ हामीलाई प्राप्त हुन्छ हामीलाई लोकल भेहिकलबाट हामी यहाँबाट चढेर हामी घान्द्रुक पनि जान सक्छौं र यता हाम्रो घाचोक लाचोक यहाँ यो लाइनमा प्राप्त गर्न सक्छौं यहाँ गाडीहरु देख्न सक्नुहुनेछ यो गाडी चाहिँ लुवाङ गाउँ आउने गाडी एउटा लाग्छ र जिपहरु पनि लाग्छ हामी यहाँबाट गाडीमा चढेर हामी आउन सक्छौं यो चाहिँ जौबारी भन्ने स्थान हो जौबारी हुँदै तपाईको अगाडि हामी एवं क्रम अगाडि बढ्दै आउने हामी देख्न सक्छौं केही ठाउँमा अब यो बाटोहरु 6 लाइनको बन्ने क्रममा केही ठाउँमा पिच हुँदैछ केही ठाउँमा चाहिँ पिच आउने क्रम बाँकी नै छ यो चाहिँ कतै अफरोड छ अब बन्ने क्रम जारी नै छ हामी देख्छौं कतै यो बन्दै गरेको बाटो हो र अगाडि हामी यो फेरि पनि अगाडि पुल क्रस चाइनिज गुम्बा नजिक हो र अब यो क्रम यो तपाईको हाम्रो चाहिँ
यो चाहिँ ह्याम्जा चोक आइपुग्यो। ह्याम्जाबाट हामी सिधै गयो भने बागलुङ जान्छ र यहाँबाट राइट टर्न हामी गर्छौँ। राइट टर्न म चाहिँ अब लुवाङ गाउँ आउनुको लागि यो राइट टर्न बाटो छ, लाचोक गाचोक बाटो जाने बाटो हो। अब यही क्रममा हामी अगाडि बढ्छौँ। अगाडि बढिसकेपछि हामी खानेपानी मुहान हुँदै अब अगाडि हामी खोरामुख साइड भनौँ न आइपुगिसकेको छौँ। यो खोरामुखबाट हामी अगाडि बढ्ने क्रममा यो चाहिँ तपाईँको सिधै गयो भने हामी लुम्रे भन्ने स्थानमा पुग्छौँ भने यो लुवाङ प्रवेशद्वार भनेको यो खोरामुख है। हामी लुवाङ प्रवेशद्वार अब अगाडि बढ्ने क्रम जारी छ। म चाहिँ अगाडि बढ्ने क्रम यो उकालो थियो, पहिला यहाँ चाहिँ अफरोड थियो, अहिले चाहिँ यो नेपाल सरकारको 1 करोडको लगानीले यो भनौँ न ढलान पक्की बाटो बनाइएको छ र एवं क्रम यो लगभग 1 किलोमिटरको पक्की ढलान बाटो क्रस गर्दै यो एकदमै उकालो छ। उकालोलाई हामी क्रस गर्दै बिस्तारै बिस्तारै अगाडि बढ्ने क्रममा यहाँको यो जङ्गलको दृश्य यो चाहिँ भन्ने पर्दा खास चाहिँ जङ्गल चाहिँ होइन, यो चाहिँ व्यक्तिहरूको जग्गा हो। किनकि हामी अगाडि बढ्दै गयौँ। अब त्यहाँबाट हाम्रो यो चाहिँ त्यो बाटो आइपुग्छ। यहाँ हाम्रो डाँडा पनि भन्छ। हामी यहाँ आइसकेपछि हामी यो गाउँको दृश्य देख्न सक्छौँ, एकदमै गाउँको दृश्य देख्छौँ। अनि हाम्रो यो लुवाङ गाउँ प्रवेशद्वार अर्थात् गाउँमै आइपुगिन्छ र यहाँबाट देखिने हाम्रो यो माथि लुवाङ गाउँ भिलेज भन्ने एउटा बोर्ड छ, हामीले देख्न सक्छौँ। तलबाट चाहिँ हामी यो चाहिँ एकदमै सुन्दर ठाउँ छ। यो पर्यटकीय गाउँ हो। हाम्रो सांस्कृतिक धरोहर बोकेका तपाईँ हाम्रो पुराना घर ढुङ्गाबाट बनेका यी घरहरू, ढुङ्गाका छाना र पुराना पुराना काठ, यो चाहिँ म बस्ने घर हो। अनि मेरो बोसको घर, म चाहिँ यही बस्छु, हाम्रो घर यही हो। हामी यही स्टे गरिरहेका छौँ अहिलेसम्म। र यो गाउँमा भएका यो गुरुङ बाहुल्यता छ। यहाँ चाहिँ अन्य जातिहरू पनि हुनुहुन्छ र यहाँ भएका फुल बगैँचाहरू हामी देख्न सक्छौँ। र यहाँबाट देखिने यो चाहिँ यो गाउँको लोकेसन हो। हामी एकदमै सुन्दर रमणीय र यहाँबाट माछापुच्छ्रे हिमाल, अन्नपूर्ण चुहरू देख्न सक्छौँ। मर्दी हिमाल जस्ता ट्र्याकहरू यहाँबाट जान सक्छौँ। हामी गएर यहीँबाट एवं क्रम जाने क्रममा मर्दी हिमाल ट्र्याक जस्तै देखे माछापुच्छ्रेको तल हामी फेदीमा जान सक्छौँ। तपाईँहरूले देख्न सक्नुहुनेछ यो गाउँको एकदमै सुन्दर, एकदमै ऐतिहासिक गाउँ हो। यो ठाउँमा कला संस्कृतिले भरिपूर्ण, सम्पदाले भरिपूर्ण युक्त र प्राकृतिक सौन्दर्यताको दृष्टिकोणमा त यहाँ हामी बयान गर्नै सकिन्न, किनकि यो यति सुन्दर ठाउँ छ। यहाँ आएर हामी भरपूर आनन्द लिन सकिन्छ। र गाउँको यो मर्निङ वाक, गाउँ भिजिट गरेर हामी देख्न सक्छौँ। यहाँबाट एकदमै यो दृश्य देख्न सक्छौँ। अन्नपूर्ण, अब यहाँबाट माछापुच्छ्रे हिमाल एकदमै नजिकबाट निहाल्न सक्छौँ। रियल माछापुच्छ्रे भनेको यहाँबाट देखिन्छ। तपाईँहरूले यो 2 पुच्छको आकार देख्न सक्छौँ। प्राकृतिक सौन्दर्यताको आनन्द लिन सक्छौँ र हामी पारिवारिक फ्यामिली अब यो देखिएका दृश्य हामी यहाँबाट पोखरावासीलाई खुवाउने पानीको मुहानहरू देखिन्छ। त्यसैले हामी गाउँको एकदमै रमणीय स्थल आएर आनन्द लिउँ र पोखराभन्दा एकदमै नजिकको सुन्दर एउटा डेस्टिनेसन यो ठाउँ पनि हो। र हामी यो ठाउँ आएर हाम्रो सांस्कृतिक, हाम्रो परम्परागत खानाहरू र खानपान बसोबासका शैलीहरू र हाम्रा घरका बनोटहरू हामी एकदमै पुरातन भनौँ, पहिलाका बाजे बराजुहरूले कस्तो प्रकारका बनाएका थिए त्यस्तै हामीले यहाँ आएर अनुभव प्राप्त गर्न सक्छौँ। र यो म गाउँहरू हिँड्दैछु, यहाँका यी बनावटहरू
निहाल्दै तपाईहरुसँग निश्चय सुन्दर ठाउँ पस्किने प्रयास गरिरहेको छु र तपाईहरुले पक्कै पनि मन पराइदिनुहुन्छ हाम्रो यो घरहरू र यहाँका ऐतिहासिक र इतिहास बोकेका सम्पदाहरू यिनै हुन् यहाँका र हामीले यो देख्छौँ ती कैयन वर्ष पहिला बनाएका यी बाटोहरूका कति इन्जिनियरिङ भनौँ न कति यो बाटोलाई हामीले यो बनाउँदाखेरि हाम्रो शरीरलाई त्यति सहज हुन्छ भनेर यो बाटोहरू बनाएको छ र फाइनली बिहानको भिजिटिङ सकिसकेपछि म चाहिँ चिया बगानतर्फ उक्लिँदैछु। यहाँ एकजना साथी हुनुहुन्छ, उहाँ पनि जाँदै हुनुहुन्छ, उहाँ पनि काठमाडौँबाट आउनु भएको हो र हामी दुवैजना गइरहेका छौँ। यहाँबाट वनका भनौँ न शीतलता एकदमै थकानलाई हामीलाई भुलाउने एकदमै शीतलता प्रदान गर्दै यो जङ्गल प्राकृतिक सौन्दर्यता हामी चाहिँ आफ्नो थकानलाई भुलिरहेका छौँ र तपाईहरुले देख्न सक्नुहुनेछ यो चाहिँ म चिया बगान हाम्रो माथि भनौँ न मिनी इलामको झल्को दिने चिया बगान छ। फाइनली म यहाँ चिया बगान पुगिसकेको छु र यहाँ पुगिसकेर यहाँबाट पनि देखिने प्राकृतिक सौन्दर्यताले भरिपूर्ण पहाड और हिमालका श्रृङ्खलाहरू देख्न सकिन्छ। एकदमै आनन्दित प्रफुल्लित हुन्छ यो ठाउँमा गएपछि जो कोही पनि यो प्राकृतिक सौन्दर्यतासँग मोहित नहुने त कोही नगरौँ, किनकि प्राकृतिक भनेको कसलाई मन पर्दैन, हामी सबैलाई मनपर्छ। एकदमै सुन्दर हराभरा हरियालीले वसन्त ऋतुले परिपूर्ण भएका देख्न सक्छौँ हामी। यी चियाका पातहरू कति हरियाली छन्, यी चिया चुस्की यो शीतलतासँगै तातो तातो चियाको आनन्द लिँदा कति मन आनन्दित आउँछ। त्यो त यहाँ आइसकेपछि मात्रै हामी यो आनन्दलाई प्राप्त गर्न सक्छौँ र त्यो प्राप्तिलाई गर्न केही हामी आउनै पर्छ। यो गाउँको यो ठाउँको पर्यटन प्रवर्धनको विकासको लागि हामी अगाडि बढ्नु नै पर्छ र हामी केही गरौँ भन्ने उद्देश्यले देख्न सक्नुहुनेछ यो चाहिँ मिनी इलामको झल्को आनन्द दिन्छ। हामी आएर यहाँ बस्न सक्छौँ, यहाँ पनि होमस्टेहरू छन्, 22 नम्बरमा होमस्टेहरू छ। अनि अर्को एउटा कटेज छ टी गार्डन भन्ने होइन, त्यहाँ आएर हामी बस्न सक्छौँ। हामीले टिप्ने भनेको यो 2 पात 1 सुई यसरी चिया टिपेर हामी प्रशोधन गरिएको हुन्छ। र फाइनली म फेरि पनि देखाउँदैछु तपाईँहरूको यो चिया बगानको। अब म देखाउँदैछु माथिबाट यो सबै माथि पारिपट्टि देखिने दमपुस अनि चिया बगानहरूका चियाका यी बोटहरू र यहाँ यो 22 नम्बर होमस्टे हो। अब यहाँ उहाँ चाहिँ 84 वर्ष। कति वर्ष? कति वर्ष भयो हजुरको? 84 भन्नुभयो होइन? 84 वर्षमा यही गाउँमा हुर्किनु भएको कि बिहे गरेर आउनु भएको? यही गाउँमा हुर्केको। यही गाउँमा हुर्केर यही गाउँमा बिहे गर्नुभयो। अनि तपाईँ छँदाको समयको, तपाईँ भर्खरको हुँदाको समयमा र अहिलेको कति फरक छ? धेरै फरक छ? धेरै फरक होइन। अनि छोराहरूले यतिको विकास गर्दा प्रगति गर्दा तपाईँलाई खुसी लाग्छ कि कस्तो लाग्छ? खुसी लाग्यो नि। अब यहाँबाट पोखरा जाँदा पहिला हिँडेर जानु पर्थ्यो, अहिले चाहिँ गाडीमा जान पाउनुहुन्छ? यहाँबाट तल त हिँडेरै गाउँसम्म। हजुर, अनि त्यहाँबाट गाडी जानमा चढेर पोखरा जानुहुन्छ। जे होस् आउन जानलाई गाह्रो छैन हजुरहरूलाई? हजुर उकालो हजुर। अब पहिला पहिला उमेरमा छँदा त सजिलो थियो, अब चाहिँ अलिकति अब पाएको भइसकेपछि अप्ठ्यारो हुनुभयो। ल अब 84 वर्षको आमासँग गफ गर्दा खुसी लाग्यो। ल है त, ल राम्रोसँग बस्नुहोस्, तपाईँको स्वास्थ्य
लाभको कामना छ। अब छोराहरू यहीँ हुनुहुन्छ, विदेश जानु भएको छैन के अरे होइन। अब आमा छोरा बसेर सँगै बस्न पाउनु भएको छ। ल ल ल धन्यवाद आमा। तपाईँहरू देख्न सक्नुहुनेछ यो चाहिँ एकदमै सुन्दर छ। अनि यहाँ पछाडि हाम्रो ब्याकग्राउन्ड अब यसमा चाहिँ माथापट्टि एकदमै सुन्दर दृश्य देख्छ। हाम्रो 22 नम्बर होमस्टे हो। देख्न सक्नुहुन्छ यहाँ बस्नु चिया बगानमा आनन्द लिन सक्छौँ हामी। चियाको स्वाद खाँदै एकदमै सुन्दर दृश्य हामी लिन सक्छौँ, कैद गर्न सक्छौँ। कुरा हामीले खाइदियो यहाँ चाहिँ यो चाहिँ गाउँको चिया हो है। एकदमै यो पहाडको एकदमै पौष्टिक तत्त्वले भरिपूर्ण भएको चिया हो। यो हाम्रो चियापत्ती टिपेर प्रशोधन गरेर यो चाहिँ चियाको तयारी गरिसकेको है। यो एकदमै तयारी भइसकेको छ।